म दुईटा बाकस घुमाउँछु। त्यो दुईटा बाकसमा तपाईहरुले मलाई खदामाला भन्दा पनि तपाईहरुको सुझाव पेटिका म घुमाउँछु यसपालि, हैन? सुझाव पेटिका घुमाउँछु। त्यहाँ तपाईले के थोक माग्ने, के थोक भन्ने। मलाई गाली गर्नुपर्ने छ भने लेखेर गाली गर्नु। जाँड खाने चिनी खाने चाहिँ नलेख्नु, हैन? त्यो बाहेकको अरु सबै लेख्नु। म धन्यवाद र्यालीमा निकाल्छु। धन्यवाद र्यालीमा दुईटा ठुलठुलो पेटिका हामी लान्छौँ। त्यो पेटिकामा अस्ति मत पेटिका थियो, यसपालि सुझाव पेटिका लान्छ, हैन? सुझाव र माग पेटिका। तर धेरैले सुझाव त तपाईलाई अलि कम बोलेर कम लेख्दै भयो त्यो पनि हेर्छु म। त्यो पनि लिखतमा हेर्छु। तपाईको चाहिँ नि सुझाव माग्नमा आउँदैछु, हैन? सल्लाह माग्न आउँदैछु। कुरा बुझ्नुभयो नि? सुझाव र सल्लाह माग्नमा आउँदैछु। लेखेर नाम नम्बर र ठेगाना सहित लेखेर तपाईहरुले ठीक बनाइराख्नु। मलाई खदामाला र अबिर पर्दैन। म तपाईहरुलाई धन्यवाद दिँदै गर्दाखेरि त्यो मत पेटिका भन्दै त्यो सुझाव पेटिकामा, त्यो माग पेटिकामा तपाईहरुको माग र सुझाव आउनुपर्छ। कति आउँछ म हेर्छु, हैन? अनि त्यो अनुसार यो माग रहेछ है भनेर त्यो कुरा लगेर म सदनमा गएर मैले चाहिँ नि भन्ने हो।